अलिअलि छ ल अलिअलि छ भने टाकटुक जानुपर्छ फेरि हात उठाउनुहोस् एउटा पनि रहने छैन येशूको नाउँद्वारा अलिअलि पनि रहने छैन म कमन गर्दछु बी प्रे इन जिजस माइटी नेम ल हलाउनुहोस् तपाईँ कम्प्लिटली गयो छ कि छैन अझ हलाउनुहोस् अब प्रार्थना गर्नै पर्दैन म चाहिँ अघि नै जसरी पास्टर बुवाले चाहिँ त्यो छुटकाराको प्रार्थना गर्दै गर्दाखेरि चाहिँ मेरो पहिला चाहिँ वचन पढ्दा चाहिँ मेरो यो पेटमा चाहिँ तातो भएर त्यो आगोभित्र जले जस्तो भइराखेको थियो अनि जब प्रार्थना गर्दै हुनुहुन्थ्यो अनि प्रार्थना गर्दै गर्दाखेरि चाहिँ त्यो तातो चाहिँ सर्दै माथि आयो अनि बिस्तारै अनि खोकी लाग्यो जस्तो भएको थियो अनि खोकी लाग्यो अनि के थुकहरू गर्दै गर्दाखेरि चाहिँ म एकैचोटि म चाहिँ स्वतन्त्र भएको महसुस गर्दै थिएँ हुन्छ मेरो आशिष ठिकै सम्झाउँछु मेरो चाहिँ यो हात दुखेको मङ्सिरदेखि हो तर मैले धेरै दबाई पानी गरेँ निको भएन तर मैले विश्वास गर्दै जाँदा पनि बिचबिचमा अलिअलि दुख्ने घरि निको हुने जस्तो महसुस भएको हुन्थ्यो तर आज चाहिँ एकदम चङ्गाई भइसक्यो छुटकारा भइसक्यो म अनुभव गरेको छु मेरो यो घाँटी दुख्ने अनि कम्मर दुख्ने 4 वर्ष भएको थियो दुखेको 4 वर्ष हजुर दुखिरहने अहिले छैन अहिले छुटकारा Bravo.